एउटा यहाँ खाइरहेछ, एउटाले यहाँ स्याउ चोरेर लगेर यसरी खाइरहेछ। सक्दो भयो साथीहरू। अर्को यहाँ पछाडि लाइन लाएर बसिरहेछ लुकी लुकी हेरेर। कस्तो डर लाग्यो यार टकटक। आमा यिनी स्याउले त खाइहाल्यो नि झोलामा राखेको देखेर। सक्दै गयो। बाँदरहरूले दुःख लाउने रहेछ नि। यो चाहिँ हामी बज्रबारीको जङ्गल घुम्दैछौँ। हेर्नु न यहाँ बाँदर लाइन लागेर घुरेर बसिरहेछ। यो त झन् कस्तो मासुम। सुहायो